के अड मान्छेको गुरुसँग अड मान्नै पर्दैन र गुरु क्या बाबुले देखा त छैन नि है के देख्नु भएको छैन तपाईले मेरो श्रीमती अर्कासँग लागेकी छे भन्नु भएन म कोसँग लागि स्पष्ट पार्दिनु पर्यो यहाँ अर्कालाई जे पाइ त्यही भन्ने होइन मैले त्यसो भने होला र दिनकै कतिजनाको हात हेरिन्छ बिर्सियो पनि होला यता आउनुहोस् न तपाईँ के भुलेर हेर्नुहुन्छ नि मैले तपाईँको कुन हात हेरेँ अरे दाहिने हात बर्बादै भएर छ नि दाहिने हात हेरेर पनि कहीँ श्रीमतीको कुरो पत्ता लाग्छ त खोइ देउरे हात ल्याउनुहोस् त देखाउनु छिटो देखाउनु नानी ठिक छैन है श्रीमती हो ल हेर त श्रीमतीकै कारणले घर राम्रो हुने र शान्ति सेन ट्रेनिङ जान पाउने भनेर त लेखेकै छ नि कहाँबाट चाहिँ दाहिने हेरिएछ र कुरै अर्को भएछ हे गुरु नचाहिने कुरा गर्नुहुन्छ अब शान्ति सेना कसरी जान्छु म पुलिसको जागिरी छोडिसकि पट्याङ हान्नु तिमीलाई गुरुलाई चाहिँ नसोधिकन जागिर छोड्नुहुन्छ अब यसैको कारणले यिनको शान्ति सेना रोकिने भयो तर तिमी चिन्ता नलिऊ तिम्रो जागिर म फेरि नियुक्त गरिदिन सक्छु मलाई चाहिँ 1 घन्टाको टाइम देऊ ल बलराम सर हजुर तपाईले पढाएको मैले हेरेँ एकदम राम्रो छ अब आजै स्कुल छुटेपछि व्यवस्थापन समितिलाई भेटेर तपाईको तलबको बारेमा पनि म फिक्स गर्छु के रे म स्कुल व्यवस्थापन समितिको अध्यक्ष काजी हुँदा हुँदै मलाई नै नसोधी त्यो हेडमास्टरले शिक्षक नियुक्ति गरे रे म पँधेराबाट पानी ल्याउँदै थिएँ बाटोमा यही सुने काजी अब देख्ने छ त्यो हेडमास्टरले काजीको पावर क्या हो हेडमास्टरजी मलाई नसोधिकन त्यो बलरामेलाई किन नियुक्ति गर्नुभयो हेर्नुहोस् काई साहब एकजना खडानन्द भन्ने ज्योतिषीले तपाईलाई व्यवस्थापन समितिले निकाल्न लागेको छ त्यो मान्छेलाई नियुक्त गर्नुभयो भनेदेखि तपाईको जागिर बच्छ भन्दा भने त्यही भएर मैले नियुक्त गरे हो के नचाहिँदो कुरा गर्नुहुन्छ तपाईँ व्यवस्थापन समितिमा तपाईँलाई निकाल्ने भनेर कुरै भएको छैन हाम्रो त्यही माथि निकाल्ने भए मैले निकाल्ने हो तपाईँलाई मैले त्यस्तो कहिले सोचेकै छैन त्यो कुन चाहिँ ज्योतिष हो त्यसलाई गएर 2 थप्पड हानिहाल्नुहोस् त होइन तपाईँ के कुरा हाल्नुहुन्छ त्यो काजीले चाहिँ नि आफू बच्नलाई बाहना गरे हो तपाईँ नाच्दिनुहोस् हेर्नुहोस् 2 मिनट भित्रमा चाहिँ नि त्यो काजी हामीले चाहिँ तपाईँले हटाउने षड्यन्त्र गरेकै हो भनेर भन्नलाई चाहिँ तपाईँको घर आएर सेर्यो भने म खडानन्द गुरु नै होइन ल ज्योतिष हुँ भन्दैमा मान्छेलाई नभए कुरा भन्दै हिँड्ने 1227 किलो किन खोइ तपाईँको हात हेर्दा ल्याउनुहोस् त ल्याउनु गुद्ने हात कहाँ अगाडि बढाएर अर्को ल्याउनुहोस् न त्यो लौरो समात्नुहोस् त समात्नुहोस् न के ट्वा पर्नुहुन्छ हरिओम दशरथ नारायण काशी काशी हेर्नुहोस् काशी साहब तपाईँ त यो महिनाभित्रमै गाउँले प्रमुख हुनुहुँदैछ हेर्नुहोस् तर यस्तै झिना मसिना कुरामा चाहिँ नि अल्झिरहनु हो भने त्यो पनि चिप्लिन सक्छ हेर्नुहोस् वायत कुरा नगर्नुहोस् त्यो भन्ने हामीलाई लागिरहेको छले छोडे पो म गाउँले प्रमुख हुनु के अत्याचार होला खडानन्द गुरु मर्यादा छु र मैले भनेको कुरो मात्रै मान्नु न तपाईँ 1 महिनाभित्रमा गाउँले प्रमुख हुनु भएन भने म यो ज्योतिषी पेसै छाडिदिन्छु ल त्यसो भए भन्नु न त गुरु मैले के गर्नु पर्यो अब अरू त केही गर्नु पर्दैन बा हजुर तपाईँले चाहिँ त्यो हेडमास्टरलाई गएर हजुर स्कुलको व्यवस्थापन समितिले तपाईँलाई हटाउने निर्णय चाहिँ गरेकै हो है गुरुले भने चाहिँ नि कुरो सही हो भनेर चाहिँ भनिदिनु पर्यो तुरुन्तै हस् गुरु हस्
हेडमास्टरज्यू, हाम्रो व्यवस्थापन समितिले तपाईँलाई हटाउने निर्णय चाहिँ गरेकै थियौँ है। खरानन्द गुरुले भने सही हो। यो मेरो खुदको स्वयंको माछा पोखरी हो। यो चाहिँ मैले मलाएको वारमा लड्दाखेरि देखेको ठुलो पोखरीलाई सम्झेर यो बनाएको। लु हेरौँ त 1916 मा यो मैले सोचेर बनाएको। पोखरी चाहिँ यस्तो रहेछ होइन। अब म चाहिँ बान्द्रेको बारेमा अलिकति भनौँ। लु भनौँ। अब यो बान्द्रेलाई चाहिँ त्यो पल्टनमा भर्ती गर्ने ठुलो इच्छा पहिलेदेखि नै। यस्तै छातीभरि टकमाहरू होस् भन्ने मेरो नि इच्छा। अनि उसको इच्छा चाहिँ फेरि के भनेदेखि भर्ती नभई बिहे गरिदिनु भन्ने। बिहे नगर्दा त्यो मुलामा काठ पसिया त्यो बान्द्रेमा पनि काठ पसिसक्यो हेर्नुहोस् है। चिर्ने हो भनेदेखि 4 क्युफिट जति काठ निस्किन्छ यसको जिउबाट। हौ च्यापा के है खाना हौ। आउँदैछौँ त हो। गाउँभरिले सुन्ने गरी हल्ला नगर न। त्यति चिया खानु पनि कति हल्ला गरेर बोलाउँछौ। नमस्ते तक्मे बा, कहिले आउनुभयो अनि आरामै हुनुहुन्छ? हौ नमस्ते नमस्ते। लो हेरौँ त अस्तिदेखि लाइन लागेर बसेको होला नमस्ते गर्नुलाई। लु म गाउँमा आयो है तक्मे बुढो भनेपछि जम्मैजना नमस्ते गर्नुको लागि लाइन लागेर बस्छ। लो हेरौँ न। फोन गरेर सोध्छौ कहिले आउँ नमस्ते गर्न। नमस्ते फर्काउनु पनि फुर्सद छैन। लो हेरौँ त यो सेनामा लागेर आर्मीमा जागिर खाएर तकमा पाइयो अनि इमान इज्जत र पेस्टिज धेरै कमाइयो। लो हेर्नुहोस् कति लाइन लागेको छ। अब अघि पो गएछ त फेरि। अब अर्कोको आउने बेला भयो होला नि त, त्यही भएर गएको। हौ कानमा किरा परेको छ कि के हो? मैले त च्यापा के भनेर 10 चोटि भन्दा पनि सुन्दैन त। हाउ झुसे किन हाँसेको? होइन म आफै भित्रै गदगद भएर त्यसै हाँसेको, कसैलाई हाँसे होइन। हाँसिरहन्छन् के यी बुढा